हाम्रो सानो छोरीको बाल्यकाल कति रमाइलोसँग बितिरहेको छ। खेलिरहनु भएको छ। सारिका दिदी चाहिँ बोर्डिङ जानुभयो, उहाँ चाहिँ एक्लै खेलिरहनु भएको छ। के गर्नुभएको होला है सानो, के गर्नुभएको हजुरले? कति राम्रो छ फेस, कति क्युटी छ सानो। तिमी क्युटी हो बाबाको हो कालु? मम्मी चाहिँ अफिस जानु भएको छ सानोको। चल आऊ ल, दौडेर आऊ त बाबा होटलमा। बाबा आऊ कालु जानु ए ल बाबालाई ल, गाडी चढेर हिँड्नलाई उसले त्यस्तो गरेको। आऊ ल यता आऊ। खेलाउनाहरू यसरी फाल्नु भएको छ उहाँले। जताततै फाल्नु भएको छ। कालो बाबा हेर, ओ बा कालो, तिम्रो कपालले छेक्यो नि त सानो, कपालले छेक्यो। ल जानु 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 कालु, के गरेको होला? खेलेको खेले गर्नुपर्छ सानोलाई। जेनु यता आऊ, उता चिसो हुन्छ, यता आऊ। कालु बाई बाई गरिदेऊ, बाई गरेर जान। यो थुदिन्छु के गर्छ है त हेर मै। ल बाबाले हेरिसक्यो कसरी बाबाले हेरिसक्यो। आऊ गल आऊ जानु उठ्नु भयो। यता आउनु बाबाहरूमा आउनु ए कालो पम्पकिन। ऊ आमा हेर त, ऊ भित्र आमा हेर, ऊ
आमा तिमीलाई छोडेर सुत्नु भएको छ के गरेको होला यस्तो कालु यी सबै खेलौनाहरू भित्र फालेको छ बेड मुनि पानीको बोतल पनि छ आफै निकाल्यो है रमाएको है रमाएको कालु त ल बाई बाई गरिदियो अब राखिदिने म ठुलो भएपछि हेर्नु भना है बाई बाई कालु कालु छोरी के खेलेको होला